ठिक छ। स्नेक बाइट यदि कुनै पनि तपाईँहरूको साथीलाई भएको छ भने सुरुमा कहाँ लग्ने त, जहाँ स्नेक भेनमहरू, है, स्नेक भेनम यानि कि एन्टी स्नेक भेनम जुन हस्पिटलमा एभाइलेबल छ त्यहाँ मात्रै लग्ने। अरू ठाउँमा लगेर टाइम वेस्ट नगर्ने। के थाहा पोइजनस काटेको छ कि नन पोइजनस काटेको छ, होइन, चिन्हमा पनि गल्ती हुनसक्छ हामीसँग, होइन। त त्यो बेला के गर्ने, जहाँ एन्टी स्नेक भेनम एभाइलेबल छ त्यहीँ लग्ने। अब हुन्छ कहाँ कहाँ त, कि त जिल्ला अस्पताल जुन डिस्ट्रिक्ट हस्पिटल छ त्यहाँ हुन्छ, अथवा प्रोभिन्सियल हस्पिटल, होइन, अञ्चल अस्पताल प्रादेशिक अस्पतालहरूमा हुन्छ। के त एन्टी स्नेक भेनम एभाइलेबल हुन्छ। त त्यस्तो कन्डिसन्समा के गर्ने, केही नसोच्ने, चुप लागेर सरकारी अस्पतालमा गइहाल्ने, जुन नजिकको सरकारी अस्पताल छ, ठिक छ, त्यहाँ गइहाल्ने। अब हेर्नुहोस्, 21वटा के त स्नेक स्पेसिसहरू पाइन्छ। अब यो भन्नुहोस्, आफूभन्दा नजिकको जुन एन्टी स्नेक भेनम एभाइलेबल छ त्यहीँ किन जाने, त्यहीँ किन जाने, किनभने त्यहाँ गयो भने के हुन्छ, सबभन्दा पहिला त्यहाँ गयो भने के हुन्छ, त्यो एरियाको हिसाबमा त्यो एरियामा कुन कुन स्नेक पाइन्छ त्यो स्नेकको आधारमा के हुन्छ भने एन्टी स्नेक भेनम तयार पारेर राखिएको हुन्छ। ठिक छ। किनभने त्यो जुन दिन्छ नि भेनमा, त्यो भेनमा पनि त्यो भेनमै हुन्छ, भन्नुपर्दा त्यो पनि पोइजनै हो। तर त्यो पोइजनलाई काट्ने पोइजन हो, है। त्यो पोइजनलाई के त काट्ने पोइजन हो। तर तपाईँलाई यदि सोलुखुम्बु डिस्ट्रिक्टमा कुनै साँपले काटिहालेको छ त त्यसलाई ल्याएर तराईमा यदि ट्रिटमेन्ट गर्नुहुन्छ त्यो मरिहाल्छ। ठिक छ, त्यो मरिहाल्छ। किन, त्यो सोलुखुम्बु डिस्ट्रिक्टमा जुन हेल्थ पोस्ट छ अथवा त्यो जुन प्रादेशिक अस्पताल छ त्यहाँ, होइन, त्यो प्रादेशिक अस्पतालमा के गरेको हुन्छ भने त्यहाँ सर्वेक्षण गरेको हुन्छ। त्यो साइड साइडमा जुन जुन स्नेकहरू पाउँछ त्यही स्नेकबाट स्नेक भेनम लिएर बनाएको भेनमहरू राखेको हुन्छ। कहाँ, सोलुखुम्बु डिस्ट्रिक्टहरूमा। तर तपाईँ तराई जिल्लातिर आउनुहुन्छ भने हाम्रोतिर काट्छ के, कि त भाइपर काट्छ, होइन, अथवा कोब्रा काट्छ जुनलाई हामी गौवन भन्छौँ आफ्नो भाषामा, होइन, अथवा के हुन्छ भने करैत काट्छ, होइन, यही सबै नै काट्छ। अथवा के हुन्छ, एउटा भाइपर सरी एउटा सी स्नेक गरेर हुन्छ। सी स्नेक योभन्दा धेरै सर्प काट्दै काट्दैन हामीतिर। यो करैतहरू कोब्राहरू भयो, भाइपर भयो, अनि स्नेक भयो, सी स्नेक भयो, योभन्दा धेरै सर्पहरू काट्दै काट्दैन हामीले। किनभने छँदै छैन हाम्रो एरियामा। ठिक छ। त्यही भएर आफू जहाँ काटेको छ त्यो एरियाको एन्टी स्नेक भेनम एभाइलेबल हुने हस्पिटलमा के गर्ने त, पुग्ने, छिटोभन्दा छिटो। ठिक छ। अब टोटल स्पेसिसको कुरा गर्ने हो भने वर्ल्ड वाइड 2800 स्पेसिस छ साँपको। ठिक छ। सर्पको 2800 स्पेसिस छ, जसमध्ये 8% मात्रै के छ भने पोइजनस स्नेक छ। के छ, पोइजनस स्नेक छ। जति पनि हामीलाई सर्प टोक्छ नि त्यो मोस्ट कमनली तेरो नन पोइजनसहरू नै टोकिरहेको हुन्छ। अब आफै सोच्नु न, 79 स्पेसिसहरूमा, होइन, यो 21वटा त पोइजनसै छ। अब यो 21वटा छ भने हाम्रोतिर 4वटा पोइजनस स्नेक पाउँछ हाम्रो एरियामा। तर बाँकीको जुन 18वटा 19वटा जुन बाँकी रह्यो, है, सरी 17वटा, होइन, त त्यो 17वटा त अरू अरू ठाउँमा छ नि त, नेपालको अरू अन्य 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 ठाउँमा छ, अन्य अन्य ठाउँमा छ। त त्यस्तो कन्डिसन्समा के हुन्छ भने जति पनि टोक्छ नि त खास गरेर नन पोइजनस नै टोक्छ, यानि कि मोस्ट कमन बाइट के भयो त नन पोइजनसको जान्छ। ठिक छ। त अप्सन्सहरू चुज गर्नु पर्यो भने के गर्ने त, नन पोइजनसमा, नन पोइजनसमा चुज गर्ने, मोस्ट कमन बाइट, चाहे मोस्ट कमन स्नेक बाइट यदि भनेको छ पोइजनस स्नेक, नन पोइजनस स्नेक, बथ, होइन, त त्यस्तो कन्डिसन्समा के गर्ने त, नन पोइजनसलाई चुज गर्ने भयो। ल, हेर्नु, अब अर्को यसमा के आउँछ भने एउटा टाइप्स अफ स्नेक, जस्तै अहिले मैले भने नि एउटा टाइप्स अफ स्नेकहरू हुन्छ। त टाइप अफ स्नेकमा एउटा कोब्रा हुन्छ, तल लेख्नु। ठिक छ, कोब्रा हुन्छ। ल हेर्नुहोस् के हुन्छ, कोब्रा हुन्छ एउटा, त्यसपछि कोब्रा पछि के हुन्छ भने करैत हुन्छ। ठिक छ, कोब्रा र करैत। त यो दुवैको सेमै हुन्छ। जस्तै कुन टाइप अफ यसले भेनम निकाल्छ, त कोब्रा र करैतले न्युरोटक्सिक यानि कि थ्रु लिम्फ न्युरोटक्सिक गर्छ, न्युरोटक्सिक। न्युरोटक्सिक भन्नुको अर्थ, न्युरो भन्नुको अर्थ नर्भस सिस्टमतिर गयो, होइन, टक्सिक भन्नुको अर्थ त टक्सिक यो जुन छँदैछ, ठिक छ, त्यसलाई भेनमलाई भन्छ। यसको अर्थ के भयो, यसले नर्भस सिस्टममा एट्याक गर्छ। के गर्छ, नर्भस सिस्टममा एट्याक गर्छ। कसले, कोब्रा र करैतको जुन भेनमहरू हुन्छ त्यसले के गर्छ भने नर्भस सिस्टममा एट्याक गर्छ। ठिक छ। अब यो नर्भस सिस्टममा त्यसले फ्लो केले हुन्छ, यानि कि नर्भस सिस्टममा कसरी जान्छ त लिम्फको थ्रु जान्छ।
के जान्छ त, लिम्फको थ्रु जान्छ। ठिक छ। यो पनि एउटा ब्लड जस्तै हुन्छ, लिम्फ होइन, तर यो 2 लिटर मात्रै हुन्छ, हाम्रो शरीरभरिमा 2 लिटर लिम्फ हुन्छ। ठिक छ। नर्भस सिस्टमलाई यसले रेगुलेट गर्ने काम गर्छ। जस्तै इन्जिनहरूलाई चलाउनको लागि खालि तेल चाहिन्छ, चाहिँदैन, मोबिल पनि चाहिन्छ नि। त त्यस्तै यो लिम्फ मोबिलको जस्तो काम गर्छ। ठिक छ। यो के बुझ्ने त, यो मोबिलको जस्तो काम गर्छ, भइहाल्यो। त्यसपछि अर्को के छ, कोब्रा, कोब्रा करहित होइन। त यो 1 नम्बर, 2 नम्बर होइन। तेस्रो नम्बरमा के छ, एउटा भाइपर हुन्छ, एउटा भाइपर स्नेक हुन्छ होइन, र एउटा के हुन्छ भने सी स्नेक हुन्छ। ठिक छ। त एउटा भाइपर स्नेक हुन्छ, त्यो भाइपर कुन हो त, हेमोटक्सिक, हेमाटोक्सिक। ठिक छ। हेमोटक्सिस भन्नुको अर्थ, हेमो भन्नुको अर्थ ब्लड, र टक्सिक भन्नुको अर्थ त टक्सिक भइहाल्यो, यो भेनम भइहाल्यो। यानि कि ब्लडमा यसले के गर्छ भने अट्याक गर्छ। भन्नाले यसको जुन ब्लड हुन्छ यो थक्का बनाउन थाल्छ, ब्लडलाई क्लट गराउन थाल्छ, ब्लडलाई क्लट गराउन थाल्छ। कसले काट्यो भने, भाइपर स्नेकले काट्यो भने। त भाइपर काट्यो भने के हुन्छ, र हेमाटोटक्सिक, त यसले के हुन्छ, थ्रु ब्लड। यो ट्राभल गर्ने भनेको के त, थ्रु ब्लड है। यसले थ्रु लिम्फ गर्छ, लिम्फको थ्रु यसले के गर्छ, फ्लो गर्छ, भयो। यो ब्लडको थ्रु हुन्छ। त्यसपछि के हुन्छ, एउटा स्नेक, सरी, सी स्नेक हुन्छ। त सी स्नेकले के गर्छ भने मायोटक्सिक, मायोटक्सिन्स। ठिक छ। मायो भन्नुको अर्थ के हुन्छ, हँ, मायोलोजी पढ्नु पढ्नुभयो भने मसल्स हुन्छ कि हुँदैन, मायोलोजी भन्नुको अर्थ के हुन्छ, मसल्सको पढाइ हुन्छ। त्यस्तै मायोलोजी भन्नुको अर्थ के हुन्छ, मसल्स हुन्छ। त्यो भयो के हो त, टक्सिन्सहरूको कुरा। त मायोटक्सिन्स यानि कि यो जुन हुन्छ यो डेन्जरस हुन्छ, मोस्ट डेन्जरस। ठिक छ। यो थ्रु मसल्स, यानि कि मसल्समा लाग्छ, थ्रु मसल्स। ल, यति मात्रै छ हामीतिर पाउनु। यो चारवटैकोलाई निकालेर, के निकालेर, यसको भेनम निकालेर, यो चारवटा स्नेकको भेनम निकालेर हाम्रोतिर बनाइएको हुन्छ एन्टी स्नेक भेनम, जसलाई हामी सर्टकटमा एएसभी भन्छौँ। ठिक छ। एएसभी के गर्छौँ भने यसलाई हामी एएसभी भन्छौँ। एएसभी दिने भनेको केमा हो, एनएसमा हो, यो याद राख्नु होला। ठिक छ। यो के हुन्छ, एनएसमा सोध्छ कि कुन टाइप अफ फ्लुइड अथवा कुन फ्लुइडमा दिनुपर्ने हुन्छ एएसभी, एन्टी स्नेक भेनम, त एनएसले दिने, एनएसमा गरेर दिने। ठिक छ। एन्टी स्नेक भेनम दिनको लागि के गर्ने त, एनएसमा डिजल्भ गरेर दिने हुन्छ नि। जस्तै डाइरियाको केसमा आरएलहरू दिँदा हुन्छ नि, होइन। डाइरियाको केसमा आरएल मात्रै दिने, डिएनएसहरू त्यो कन्डिसन्सको आधारमा दिने, अथवा एनएसहरू कन्डिसनको आधारमा दिने, तर डिएनएस नै प्रयोग हुन्छ केमा त, डाइरियामा। ठिक छ। त यो कुराहरू भइहाल्यो। त्यसपछि अब अर्को के हुन्छ भने, यो यसमा केही नबुझेको छ भने सोधिहाल्नुहोस् अहिले। केही नबुझेको छ त, केही गोल्डन पोइन्टहरू छ, त्यसपछि यो सकिन्छ। सर यो एनएसमा किन दिन्छ, आरएलमा दिन सकिँदैन? एनएसमै यसको फ्लुइड अफ चोइस हो। अब भन्नुहुन्छ कि डाइरियामा आरएल नै किन दिन्छ, त्यसको फ्लुइड अफ चोइस हो, त्यसमा आरएलले राम्ररी काम गर्छ, त्यही भएर यसमा एनएसले राम्ररी काम गर्छ। आरएलमा दिन सकिँदैन? दिन सकिन्छ, तर फ्लुइड अफ चोइस, यो क्वेसन आउँछ, यो क्वेसन हो क्या, यो जुन मैले भने नि यो क्वेसन हो। क्वेसनमा एनएस सही लगाउनु होला, एनएस नै ठिक हुन्छ। दिन सकिन्छ, आरएलमा पनि दिइन्छ, तर हस्पिटलमा फेरि एनएसमै दिइन्छ है। यो हामीले गरेको केस हो, एनएसमै दिइन्छ, एनएसमै डिजल्भ गरेर दिने हो। ठिक छ। बुझ्यो आइसा। यस और नो त भन। ल, भइहाल्यो। कोब्रा, करैत, भाइपर, स्नेक बाइट, ल यति मात्र बुझ्नुपर्ने छ तपाईँहरूलाई केमा त,